नमस्ते भन्न चाहन्छु एन्ड लेट्स आज पनि म मेरो है रियालिटी कन्टेन्टसँग टचमा आउँछु है। वाट टु से इज द्याट है, त्यही हो। फिलहाल चाहिँ के छ भने बाटो सफाइको अभियान चल्दैछ र मेरो नाउ दिस द पोइन्ट आई हेभ टु क्लियर है। यहाँदेखि अगाडि दिस द मेन गल्ली हो है, सबैजनाको हिँड्ने बाटो। सो यो पट्टिबाट चाहिँ मैले केलाएर लिएको है अनि अगाडि पनि त्यही छ। अब केला त्यही हुन्छ। वी आर अलवेज हेभिङ सम काइन्ड्स अफ इमोसन्स नो, चाहे त्यो दामी मजाको या त केही सानोतिनो होइन, बट बी होइन। इफ बाटो चाहिँ सफा छ भने सम काइन्ड्स अफ मसिनो हो क्या त, त्यसै हो। म चाहिँ अलवेज के भन्छु क्या त, हाम्रो फिलिङ्स मसिनो कुराहरूतिर अडिएको हुन्छ त एक्चुली। हामी ठुलो खोज्ने हुँदा चाहिँ सम काइन्ड्स अफ है डिस्टर्ब चाहिँ हुन्छ है। बट लेट्स चेक इट आउट है। ब्रिङ युर सेल्फ इन अ रियालिटी प्रेजेन्ट बोर्डमा ल्याइहाल्नु भन्छ नि त। सो हुन्छ, हेर्दै गर्नुहोस् भन्न चाहिँ। सो आई हेभ टु कट, अलिक परदेखि काट्नु छ त है। त्यही हो, लेफ्टी परेकोले चाहिँ अलवेज म विपरीत नै हुन्छु है। मतलब एनिवे ठिकै छ। हुन्छ त उकालो अलिक सक्छ तर पनि हुँदैन। त्यही छ, सजिलो पाराले आउँदैन र चाहिँ है। हुन्छ है, अलिक बादमा जोडिने है कहीँ कतै। बस फिलहाल चाहिँ के भन्न चाहन्छु भने यस्तै फिलहाल मैले गरेर आएको यहाँ यति छ हो। एन्ड हुन्छ, हेर्दै गर्नुहोस् भन्न चाहिँ। रुट सफाइ कम्प्लिट भनौँ है। नाउ जोइनिङ टु अनदर टास्क छ मसँग है। बेस्ट एन्ड सिरियस आइ एम डुइङ लाइक म त्यसरी अपरेट हुनैपर्छ, चल्नैपर्छ है। किनभने मसँग सिस्टमै छ त्यस्तो है। त्यही भएर अलवेज टच अन टपिक म आइ नै बस्छु है। हुन्छ, जे जस्तो हुन्छ म त्यहीँनिर कनेक्ट हुन्छु है। हेर्दै गर्नुहोस् भन्न चाहिँ। यस बखत भने चाहिँ है इट्स इभिनिङ टास्क है मेरो है, काइन्ड टु सो भन्न चाहन्छु। त्यही छ, त्यही हो मेरो है एभ्री डे एभ्री मोमेन्ट भनौँ न। यो बाटो सफाइ नै हुन्छ त इट्स द वे है। क्लियरिङ निकै नै मलाई त क्या त्यो भने नि मैले क्या मेरो त्यो सर्ट टर्म छटछिट्टै सक्ने खालको टास्कै हुँदैन है। हुन्छ, हेर्दै गर्नुहोस् भन्न चाहिँ। अलमोस्ट त्यो भरौँ न है। स्ट्यान्समा छु त।
जस्ट हेर्दै गर्नुहोस् भन्न चाहे दो दिस भाइ आई हेभ टु एक्ट है हुन्छ आफ्टर है बाटो सफा गरिसकेको बाटोको दृश्य सो है काइन्ड टु प्रेजेन्ट साथीभाइ इट्स अल अबाउट रियालिटी नो त्यही हो आई एम प्र्याक्टिसिङ माई डेज माई टाइम लाइक दिस क्या त यस्तैहरूमा सँग मेरो एट्याचमेन्ट हुन्छ त सो है दिन बितिहाल्छ त यहाँदेखि अगाडि पनि काट्नु छ है यस्तो है नाउ भने चाहिँ के भने मैले अम्रेसो काट्नुपर्छ त यो घाँस चाहिँ बिछाउँछु मिन्स खान्छ पनि तर अब है त्यस्तो अगाउँदैन हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे अलमोस्ट रात पर्न लागेको छ त